साथीहरू यो चाहिँ दाबा खेलको नागदहदेखि हो। म चाहिँ यहाँबाट घर फर्किँदैछु आज। अनि यो बाटो पनि बन्दै छ। यो चाहिँ दाबा खेलको बाटो हो। अलिकति माथितिर चाहिँ अलिकति कच्ची जस्तो छ, धुलो अलि बढी छ, साँघुरो पनि छ। अनि यो मर्मत हुँदैछ है बिस्तारै भन्ने हो भने तल बाटो बन्दै आउँदैछ। बाटो चाहिँ अलि धुलो छ माथि चाहिँ, तर तल चाहिँ लगभग बनिसकेको छ। अलि फराकिलो पनि। ल हेर्नुहोस्, ठ्याक्कै पिच रोड अलि राम्रो रोड आयो, खुल्ला पनि छ, फराकिलो पनि छ है। विकास चाहिँ बिस्तारै हुन्छ, एकैचोटि हुँदैन है। अलिकति साँघुरो जस्तो देखिन्छ। अनि तल यो जेन्ट्स स्कुलको अगाडिपट्टिको त्यो उकालोकोमा पनि लगभग बनिसकेको छ बाटो। त्यहाँ पनि तपाईँहरूले देख्न सक्नुहुन्छ, त्यहाँको बाटो पनि राम्रो भइसकेको छ। यहाँबाट बनिसकेको छ, तर अलिकति धुलो चाहिँ छ, पिच चाहिँ भइसकेको छैन। म चाहिँ अब यहाँबाट सुनापट्टि फर्किँदैछु है त। म चाहिँ यो बाटोको लागि आएको आज, सन्तानेश्वरबाट नागदह आउँदै। बाटोहरू बन्दैछ, तर राम्रो छ है, विकास बिस्तारै भइरहेको छ। इन्जोय गर्नु होला, नागदहतिर जानु होला। थ्याङ्क यू। God bless you.